आजको हाम्रो गन्तव्य स्थल मध्यपुर थिमी नगरपालिकाको बोधे सहर, जुन भक्तपुर जिल्लाको एक प्राचीन सहर पनि अब हामी दुई भाइ त्यस गन्तव्यतिर लाग्दैछौँ। Extra. अहिले हामी सनारी पुगिसकेका छौँ र यहाँबाट हामी निकोसिरा हुँदै पुरानो बाटो हुँदै थिमीतिर लाग्छौँ र भोलि प्राचीन सहर बोरे स्टार्ट हुन्छ र त्यसपछि हामी बिस्केट जात्राको प्रसिद्ध ठाउँ बोरे, जहाँ जिब्रो छेने प्रचलन पहिलेदेखि चलिरहेको छ, त्यस ठाउँमा हामी अवलोकन गर्छौँ। अब पुरानो थिमीको उकालो पुगिसकेको छौँ। यो उकालो सकेपछि भोरे सहर सुरु हुन्छ र यस प्राचीन सहरमा विभिन्न कलात्मक मठ मन्दिर पवाहरू रहेको छ र यो ठाउँबाट अब करिब 15-20 मिनटमा हामी गन्तव्यतिर पुग्छौँ। हाम्रो बोटे सहर सुरु भइसकेको छ र यस ठाउँबाट करिब 5 मिनटपछि हाम्रो गन्तव्य स्थल, अन्तिम गन्तव्य स्थल भनौँ न, कुमारी मन्दिर पुगिन्छ र अहिले बोरेको पुरानो सहर जुन यस द्वारबाट सुरु हुन्छ र तपाईँले देख्न सक्नुहुन्छ यहाँ बुद्धको चैत्यहरू छ र यस पुरानो सहर बोरे यो ठाउँबाट सुरु हुन्छ। तपाईँले हजुर उहाँले नै भयो ठाउँमा बिस्केट जात्रामा जिब्रो छेने प्रचलन चलिआएको छ। हरेक वर्षको 2 गते यस ठाउँमा जिब्रो छेने प्रचलनमा आइरहेको छ। तपाईँले देख्न सक्नुहुन्छ यहाँको सिनेरी। वैशाखको 2 गते जिब्रो छेने प्रचलन चलिआएको छ। यस प्राचीन सहर भोरेको अवलोकन तपाईँहरूलाई गराउँदैछौँ हामी। आजको हाम्रो अन्तिम गन्तव्य स्थल यस कुमारी मन्दिरमा हामी पुगिसकेका छौँ र तपाईँले देख्न सक्नुहुन्छ कि एउटा मध्यपुर थिमी र बोडेको एकदम रमणीय स्थान, जुन हालसालै वर्षमा चाहिँ यस ठाउँलाई राम्रोसँग बनाएको छ। तपाईँले देख्न सक्नुहुन्छ यहाँ विभिन्न पार्क पनि छ।
मध्यपुर छिमेको बोर्ड स्टेट यस कुमारी मन्दिर परिसरमा तपाईँले देख्न सक्नुहुन्छ। यहाँ एकदम राम्रो डिजाइनले यस मन्दिर परिसर बनाइएको छ। प्राचीन ढुङ्गेधारा पनि यस मन्दिरको परिसरमा र आजको हाम्रो यस गन्तव्य स्थलमा पुगेर हामीले कफी पनि खाइसकेका छौँ र आजको हाम्रो यस भ्लग अन्त्य गर्ने समय आइसकेकोले हजुरहरूलाई बिदा माग्दै फेरि हामी अर्को गन्तव्यतिर आउँछौँ भनेर बिदा माग्दैछु। अलबिदा, बाई बाई।